पक्कै पनि हामीलाई पनि कहाँ रहर थियो र विदेशीमा, हामीलाई पनि कहाँ रहर थियो र आफ्नो परिवार, आफ्नो बालबच्चा, आफ्नो आमा बुवा, आफ्नो श्रीमती, आफ्नो दाजुभाइ, आफ्नो छरछिमेकीहरू, आफ्नो गाउँठाउँ, आफ्नो देश छोडेर जान त रहर कहाँ थियो र हजुर। तर विवश छौँ हामी हो। जुन यहाँहरूले हेर्नुभयो यो जग्गाहरू यत्तिकै बाँझेका होइनन् र हामी युवाहरूलाई स्वदेशमै केही गरौँ न भन्ने गरी पनि यो व्यवस्थाले हामीलाई दिएको छैन। हेर्नुहोस्, ल कृषि खेती गरौँ मन छ, तर न सरकारले भनेको बेलामा बिउ बिजन उपलब्ध गराइदिन्छ, न मलखाद उपलब्ध गराइदिन्छ, न कीटनाशक औषधिहरू उपलब्ध गराइदिन्छ, केही पनि छैन। बल्ल 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 पायो। अब झारा लुस हुन्छ, लुचाचुरी नै हुन्छ मलखादहरू पाउने बेलामा। हेर्नुहोस्, लुचाचुरी गरेर ल्याएर अनि त्यसपछि अब हामीले खेती किसानी गर्न लायो। खेती किसानी गर्यो र उत्पादन भएका चिजहरूको न बजारीकरण छ, न अनुदान छ। सबैले भन्छन् अब खेती किसान गर्दै गर्दाखेरि तपाईँ त अनुदान पाइस् होलास् नि भनेर भन्छन्। कहाँबाट पाउनु हामीले अनुदान भन्ने कुरा त अब हामीलाई अहिलेसम्म पनि नाकमुखै देखेका छैनौँ। हेर्नुहोस् है, कसरी पाउने हो, कहाँ गएर पाउने भन्ने कुराहरू त्यो विषयमा हामी विज्ञ पनि छैनौँ। त्यसैले गर्दाखेरि अब उत्पादन गरेका वस्तुहरू पनि बजारीकरणको लागि मात्रै राज्यले व्यवस्थापन गरिदिने हो भने त हामी छोडेर कहाँ जान्थ्यौँ। बल्ल 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 उत्पादन गरेका सामानहरूको बिक्री वितरण गर्नलाई बजार पायो। अब त्यहाँ बजारको त भयो, अब मूल्य पाइँदैन। हेर्नुहोस्, भने जस्तो मूल्य हाम्रो लगानी पनि उठ्न गाह्रो छ, धौधौ हुन्छ है। अनि अब मूल्य त पायो बल्ल बल्ल तपाईँको अब नगद लिने बेलामा, क्यास पैसा लिने बेलामा तपाईँको 1000 चोटि धाउँदा 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 जुत्ता फाटिसकेका हुन्छन्, एकदम हामीलाई गराइसकेको हुन्छ। हेर्नुहोस्, कसरी हामीले उ गर्ने त? ल भन्नुहोस् त, के छ स्वदेशमा? हामीलाई जाने इच्छा छैन। हेर्नुहोस्, हामीलाई रहरभरि विदेशीकै होइनौँ। हामीले आफूले चाहेर यो जग्गा जमिनहरू बाँझो राखेर यत्तिकै छोडेर गएको होइन। तर हामीलाई राज्यले पनि केही व्यवस्थापन गरिदिएको भए स्वदेशमै गर्नुपर्छ। तिमीहरूले ल के चाहिन्छ तिमीहरूलाई? कृषि औजारहरू, कृषि अब मलखादहरू जति पनि चाहिन्छ, कृषि उपजका सबै सामानहरू हामी दिन्छौँ, स्वदेशमै गर भनेर राज्यले कहिले पनि हामीलाई भनेन। हेर्नुहोस्, स्थानीय सरकार आयो, गाउँ गाउँमा सिंहदरबार आयो भन्छन्, तर सिंहदरबार आएको हामीले कहिले पनि हामीले अनुभूति गर्न पाएका छैनौँ। भने हामीलाई कसरी व्यवस्थापन गर्न सक्छ त राज्यले? ल भन्नुहोस् त, हो कि होइन? हामीलाई यो रहर छैन हजुर। यो जग्गा, यो हाम्रो देश, हाम्रो ठाउँ, हाम्रो टोल, हाम्रो परिवार, हाम्रो बालबच्चा, हाम्रो आमा बाबु, दाजुभाइ, छरछिमेकी चटक्क माया मारेर विदेश हुन हामीलाई कुनै रहर होइन हजुर। हाम्रो बाध्यताले हो, बाध्यताले हामी विदेशी राखेका छौँ हो। राज्यले ल ठिकै छ युवाहरू स्वदेशमा फर्क, ल अब चाहिँ युवाहरूको लागि हामीले गर्छौँ भनेर राज्यले हामीलाई एउटा ग्यारेन्टी गरिदियो भने त हामी फर्किहाल्छौँ। तर त्यो पनि हामीले देखिनौँ। जुनसुकै व्यवसाय गरेर त्यसमा डुबिराखेका छौँ। कृषि फार्म गरेर अब कुखुरा पाल, दुनियाँ गरेर अब कुखुरा पालेर पनि अब त भाव मूल्य आउँछ है राम्रै भनेर अनि त्यो पाल्न थाल्यो। अनि त्यसपछि अब बर्ड फ्लू आयो भने दुनियाँ अब त्यो आइहाल्छ। अनि त्यसपछि हामी त यत्तिकै मरिराखेका हुन्छौँ, डुबिराखेका हुन्छौँ। हेर्नुहोस्, अनि कसरी हामी नेपालमा अडिन सक्नु? ल भन्नुहोस् त, हो कि होइन? हेर्नुहोस्, त्यसले गर्दाखेरि हामी विदेश हुनु हाम्रो एउटा बाध्यता हो, हाम्रो गरिबी हो, हाम्रो लाचारीपन हो। त्यसैले गर्दाखेरि म हजुरहरूलाई यही भन्न चाहेँ होइन, स्वदेशमै यदि युवाहरूलाई स्वरोजगार बनाउने, युवाहरूलाई चाहिँ व्यवस्थापन गर्ने, यो स्वदेशमै अब भने आफ्नै बालबच्चासँग आफ्नै परिवारसँग बसेर के गर्नुहोस् भनेर अलिकता दया माया राज्यले पनि हामीप्रति देखाइदियो भने चाहिँ हामी सर्लकै फर्किन्छौँ। हेर्नुहोस्, यो बाँझेका जग्गा जमिनलाई हामीले जलमल गरेर हामीले भनौँ न आफ्नै अब जीविका पार्जन पनि गर्थ्यौँ। तर हामीलाई कुनै कतैबाट सहयोग नभएको कारणले गर्दाखेरि हामी बाध्येर बाहिरिएका हजुर। हामीलाई रहर छैन। ल हजुर, यतिसम्म मिलाइदिनु भयो, गरिदिनु भयो भने म धन्यवाद दिन्छु यहाँहरूलाई। हजुर नमस्कार।